136वां मजदूर दिवस सफल पारौं। अखिल नेपाल ट्रेड युनियन महासंघ जिन्दाबाद। अखिल नेपाल ट्रेड युनियन महासंघ जिन्दाबाद। संसारभरका मजदुरहरू एक हौं। वीर सैनिकहरूलाई सलाम। पारिपछि पुगेर फेरि घुमेर यही ठाउँमा आएर हामी कार्यक्रम विसर्जन गर्नेछौँ र सम्पूर्ण कङ्ग्रेस साथीहरूलाई आफ्नो आफ्नो लाइनमा बसेर संयमता अनुशासित ढङ्गबाट नाराहरू सर्वसम्मति हुनुपर्ने अवस्था भएको छ। हामी सबै मजदुरहरूले यहाँ भर्खरै बेपत्ता परिवार मिश्री धिमालको परिवारलाई हामीले सम्मान गर्यौं। मजदुरहरूको परिवारबाट, श्रमिकहरूको परिवारबाट, किसानहरूको परिवारबाट, आम जनताको तर्फबाट यो संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको निम्ति नेपालको सामन्ती राजतन्त्रलाई संग्रहालयमा थन्काउन नलडेको भए आजको मे दिवस पनि हाम्रो एउटा फगत उपस्थिति र एउटा सामान्य र्याली जस्तो मात्रै हुन्थ्यो। राजा महाराजहरूले हामीलाई निगाह बक्सनु हुनेछ, राजा महाराजहरूले हामीलाई कुनै न कुनै दिन हाम्रो अधिकार दिनुहुनेछ भनेर हाम्रा अग्रजहरूले पुस्तौंदेखि अपेक्षा गर्दै निराश हुँदै आफ्नो जीवन व्यतीत गर्नु पर्यो। त्यसरी नै हामी पनि त्यो व्यवस्था आजसम्म कायम भएको भए र यो संघीय लोकतान्त्रिक गणतन्त्र नआएको भए हाम्रो जीवन पनि त्यस्तै हुन्थ्यो। तर कम्तीमा आज सम्मानित हुने र हामीले यो सामाजिक सुरक्षा कोष लगायत अरू विभिन्न अधिकारहरू हामीले यहाँ चाहिँ प्राप्त गर्यौं। यद्यपि त्यो पर्याप्त छैन भनेर हामीले भन्नुपर्ने र मजदुरहरूले पनि मानिसको रूपमा, मजदुरहरूले पनि स्वतन्त्रताको रूपमा, मजदुरहरूले पनि प्रजातन्त्रको रूपमा, मजदुरहरूले पनि एउटा सम्मानित जीवन बाँचिरहेका छौं र त्यो हामीलाई सम्भव छ भनेर आज हामी तपाईहरुलाई हामीले भन्नुपर्ने र तपाईहरुले पनि अलिकति अनुभूति गर्ने हामी यो ठाउँमा आज हामी आइपुग्यौं। तर यति उपलब्धि नै सबै भयो त्यो होइन। अब यति उपलब्धिले मात्रै हामीलाई पुग्दैन। हामीलाई कति उपलब्धि चाहियो? हामीलाई यो भन्दा धेरै उपलब्धि चाहियो। कस्तो खालको उपलब्धि चाहियो? किसान, मजदुर, श्रमिकहरूको अधिकार र उनीहरूले आफ्नो अधिकारको बारेमा आफै कलम चलाउने त्यस्तो व्यवस्था हामीलाई चाहियो। अब हामीलाई कोहीसँग मागेर, प्रत्येक सरकारसँग आन्दोलन गरेर, हरेक मानिससँग यो वा त्यो हिसाबले आफ्ना मागहरू पेश गरेर मात्रै हामीले अब हाम्रो अधिकार प्राप्त गर्न सक्दैनौं। हामी माग्ने जस्तो र यहाँ कतिपय मानिसहरू दिने जस्तो तरिकाले हुँदैन। तपाईले देख्नु भएको छ आज शासन सत्ता कसको हातमा छ। तिनीहरूलाई माग्नु र हिजोका राजा महाराजाहरूलाई माग्नुमा के फरक छ? तिनीहरूको शैली र हिजोका राजा र महाराजाहरूको शैलीमा के भिन्नता छ? खास तात्विक भिन्नता छैन। त्यसैले हामी उनीहरूसँग मागिराख्ने हो भने र उनीहरूसँग जहिले पनि हामीले याचना गरिराख्ने हो भने हामी यतिकै जीवन बिताए हुन्छ। तर होइन, हामी त्यतिकै चाहदैनौं। हामी आफ्नो अधिकार आफै पूरा गर्न चाहन्छौं भन्ने हो भने आज संघीय लोकतान्त्रिक गणतन्त्रले हामीलाई यति धेरै अधिकार दिएको छ कि त्यो अधिकारमा हामीले हाम्रो अधिकारको प्रयोग गरेर हामी आफैले त्यो अधिकार हामीलाई चाहिएको अधिकारको हामी प्रत्याभूति दिलाउन सक्छौं। त्यो उले आराम गर्न पाउनु पर्छ, उले सुत्न पाउनु पर्छ भनेर मजदुरहरूले आन्दोलन गरे र कम्तीमा पनि 8 घण्टा काम गर्ने, 8 घण्टा आराम गर्ने र 8 घण्टा मनोरञ्जन, यसरी एउटा चाहिँ कार्यविभाजन सहित एउटा चाहिँ मजदुरहरूले एउटा विजय प्राप्त गरे। त्यो दिनलाई स्मरण गर्दै आज हामी यो कार्यक्रम सम्पन्न गर्न गइरहेका छौं र म सबै यो अहिले यो यति कुराले अब मजदुरहरूलाई पुगिरहेको छैन। अझ हाम्रो नेपालको सन्दर्भमा भन्नुहुन्छ भने हामी अब आज यो ऐनलाई कार्यान्वयन गर्ने कुरा गरिरहेका छौं। ऐनलाई कार्यान्वयन गर्ने सन्दर्भमा पनि सामाजिक सुरक्षा र सामाजिक सुरक्षा कोषलाई मानव दासको रूपमा विकास भएको बेलामा अमेरिकामा एउटा मजदुरहरूले गरेको विद्रोह जो एउटा उत्कर्षमा पुगेर विजय हासिल गरेको दिनलाई हामीले विश्वभरि उत्सवको रूपमा मनाउने गर्दछौं। 136 वर्ष अगाडिको सम्झनामा हामी 136 वर्ष पछाडि विश्वभरि श्रम गरेर आफ्नो जीवन यापन गर्ने मजदुरहरू खुसियाली साटासाट गरिराखेका छन्। विशेष गरेर आज नेपालको औद्योगिक क्षेत्रलाई हेर्ने हो भने यो मे दिवस हाम्रो लागि अझै महत्त्वपूर्ण बनेको छ। हामी औद्योगिक क्षेत्रको विकासका दौरानले हामी धेरै पछाडि छौं, तर मजदुरी गरेर जीवन यापन गर्ने कुरामा हाम्रो ठूलो संख्या चाहिँ कृषिबाट उद्योगतिर लागिराखेको छ। उद्योगहरू विस्तार भइराखेका छैनन्, तर धेरै चाहिँ कृषिमा आत्मनिर्भर बन्ने भन्दा अग्रजहरूले
देखाएको बाटोमा हामी अहिले जुन बाटोमा हिँडिरहेका छौँ, आफ्नो अधिकार र हकका विषयमा कुरा गरेका छौँ, आफ्नो अधिकार स्थापित गर्ने विषयमा हामी बुलन्द आवाज उठाइरहेका छौँ। यो आवाज उठाउने तागत ती हाम्रा अग्रज कमरेडहरूले हामीलाई दिएर जानुभएको त्यो तागत उहाँहरूकै बलबाट, उहाँहरूकै ती निर्देशनबाट हामीले यहाँसम्म प्राप्त गरेका छौँ। उहाँहरूले देखाएको बाटोमा हामी लामबद्ध भएका छौँ। त्यसो हुँदा हामीले हाम्रा अग्रजहरूलाई कहिले पनि भुलेका छैनौँ। हामीले अघि पनि शहीद प्रति सम्मान जनाएका छौँ। अब हामी हाम्रो बेपत्ता योद्धा, हाम्रो मजदुर आन्दोलनको धरोहर, पूर्वको मजदुर आन्दोलनको धरोहर हाम्रो मिसी धिमाल कमरेड बेपत्ता, कमरेड हाम्रो अन्तर्राष्ट्रिय मजदुर दिवस सफल पारौँ। 136औं अन्तर्राष्ट्रिय मजदुर दिवस सफल पारौँ। अखिल नेपाल ट्रेड युनियन महासङ्घ जिन्दाबाद।